नमस्ते सबैलाई, म रत्न। आज चाहिँ म इन्डिया आएको छु। यहाँ मास्टर सेफले चाहिँ मलाई सानो निम्तो दिनुभएको थियो अनि उहाँहरू सबैजना अडिसन दिनको लागि आउनु भएको छ। यो चाहिँ रेस्टुरेन्ट हो, खाना खाने ठाउँ। ब्रेकफास्ट गरेर सबैजना जानको लागि तयार हुनुभएको छ। म नि निस्केको छु सँगसँगै। र यो चाहिँ हाम्रो बाहिरको हो, जानको लागि तयार भएको बिहान सबैजना तयार हुनुहुन्छ। सबैजना यही होटलमा, दुईवटा होटलमा राख्नु भएको रहेछ। यो एउटा अर्को होटलमा। अहिले चाहिँ हामी बाटोमा जाँदैछौँ। जाम त देखिहाल्नुभयो तपाईँहरूले, मुम्बईको जाम त खतरै हुन्छ। र उहाँ म्यामले चाहिँ मेरो फर्म भर्दै हुनुहुन्छ। मलाई भर्नु भन्दैन, म अलिक सक्दिनँ भनेपछि उहाँले हेल्प गर्दै हुनुहुन्छ। म्याम चाहिँ ब्युटिफुल हुनुहुन्छ रहेछ, तर मलाई चाहिँ खासै छड्क्याएकोले हेर्नु भएन, ठिकै छ। यसो जोक हानेकै फेरि। यो सबैजना, उहाँहरू सबैजना चाहिँ अडिसन दिन आउनु भएको हो सेफको लागि। उहाँहरू सबैजना वेटिङमा हुनुहुन्छ। उहाँहरू चाहिँ सबै सिटीबाट, यो कुन कुन सिटीबाट पास भएर यो फाइनल अडिसन हुँदैछ मुम्बईमा। यो चाहिँ दिउँसो लन्चको लागि हामीहरू जस्तै अडिसन दिन आउनुभएको लागि, खानाको लागि, सबैजनाको लागि। यो चाहिँ बाहिरको भ्यू भयो। र अहिले चाहिँ खाना खाने टाइम भएको छ। सबैजना खाना खान आउनु भएको छ। म नि भिडियो गर्दैछु। कुर्सी यस्तो छ। म चाहिँ अडिसन दिएपछि ब्यागेज लगेर जाँदैछु। यो चाहिँ बेलुका भइसकेको छ होइन, राति लगभग बिहान म 5 बजी तयार भएर राति 10 बजीतिर आएको। उठेर बिहान फेरि सुतेको चाहिँ भिडियो बनाउन सकेन, थकित भएको थियो। 10 बजी बिहान उठेर 4 बजी उठेर तयार भएर 6 बजी बिहान हिँड्दैछु। खासमा मेरो फ्लाइट चाहिँ 10:25 को थियो। अलि ढिलो जानुपर्ने, तर जाम हुन्छ न अगाडि गयो। एयरपोर्ट पुग्यौँ। एयरपोर्ट यति ठुलो छ, दुईवटा टर्मिनल रहेछ, टर्मिनल 1 र टर्मिनल 2। म चाहिँ यहाँ मेरो आउने प्लेनको काउन्टर खोज्दैछु। खोज्दा मेरो लगभग 20 मिनट त्यहीँ गयो। त्यसपछि काउन्टर खोजेर म हिँडेँ अगाडि बोर्डिङ पास गरेर। त्यसपछि हामी ड्युटी फ्रीमा पुगेँ। हामी भन्नाले म एउटै छु। ड्युटी फ्रीमा पुगेर त्यसपछि उधर जाऊ भन्दै थियो। अब कता हो उधर, आई डोन्ट नो। म जब यहाँ ब्रेकफास्ट खाउँ कि भनेर हेर्नु गएको, दुईवटा समस्याको चाहिँ अब 470 रहेछ। अनि म फर्केँ। फेरि प्लेन चाहिँ डिले हुने भएपछि लगभग 10 बजे उड्ने, 10:30 बजे उड्ने प्लेन चाहिँ डिले भएपछि 1 बजे उड्ने भयो। म फर्केर फेरि उता गएर त्यही अब हेरेर मर्नुभन्दा छेरेर मर्नु बेस भन्ने हिसाबले चाहिँ म गएँ। कफी एउटा र अब समोसा खाँदाखेरि 780 कति चान्चुन गएको थियो। खानै पऱ्यो होइन। अब ड्युटी फ्रीमा महँगो भइ नै हाल्छ, त्यो सामान्य कुरा हो। यो चाहिँ वेटिङ रुम हो। अहिले चाहिँ हामी प्लेन आएपछि चाहिँ हामी प्लेनमा चढ्दैछौँ सबैजना। म पनि चढ्दैछु। चढिसकेपछि प्लेनभित्र पुग्यौँ। अब मलाई मास्टर सेफमा के दियो भन्ने कुरा चाहिँ म लास्टमा भन्नेछु तपाईँहरूलाई। प्लेन सिटमा बसिसकेपछि उडान सुरु भयो। उडान सुरु भएपछि हेर्न सक्नुहुन्छ मुम्बईको भ्यू। यो हुस्सो हो कि यो पोल्युसन के धुलो धुवा थाहा भएन। त्यो चाहिँ टक्क लाएर अब नेपाल छिरेपछि चाहिँ यसरी हिमालहरू देखिन्छ। हिमाल देखिएपछि नेपाल छिरियो, आफ्नो देश भन्ने जस्तो लाग्छ। के अरे छिरियो भन्ने थाहा हुन्छ। यो काठमाडौँ ल्यान्डिङ हुँदैछ। हामी काठमाडौँ ल्यान्डिङ भएपछि त्यसपछि इमिग्रेसन सकेर म तल जाँदैछु। तल गएपछि अब ब्यागेज स्यागेज लिएर मलाई दिनुभएको चाहिँ एप्रोन र त्यसपछि हाम्रो एउटा चाकु मास्टर सेफको तर्फबाट लेखेर दिनुभएको छ। सो त्यही हो। हजुरको समय शुभ रहोस्, सुस्वास्थ्य दीर्घायु कामना गर्छु सबैजनाले। अब भिडियो चाहिँ कसरी आउँछ भन्ने कुरा अब वेटिङमा छु म पनि। थ्याङ्क यू सो मच सबैजनाले।